नमस्कार साथीहरु। आज हामी ओमोडा i5 Pro लाई एउटा बाहिरको नजरबाट हेर्नेछौं। नेपालमा गाडी केवल साधन मात्र होइन, धेरै परिवारका लागि गाडी एउटा सपना हो। घरमा कहिले न कहिले सोचिएको एउटा ठूलो निर्णय हो। कसैले बच्चालाई स्कुल ड्रप गर्नको लागि, कसैले फ्रेन्ड्स र फ्यामिलीसँग ट्रिपमा जानको लागि, कसैले बिजनेस म्यानेज गर्नको लागि र कसैले स्ट्याटस र कम्फर्टको लागि राखेको एउटा ठूलो चाहना हो। तर जब गाडी 50 लाख आसपासको ईवी हुन्छ, त्यो सपना केवल इमोसनबाट मात्र किन्न मिल्दैन। त्यो डिसिजन भ्यालु, ओनरशिप, कस्ट, सर्भिस कन्फिडेन्स, वारेन्टी, फाइनान्स र लङ टर्म प्लानिङसँग जोडिन्छ। त्यसैले हाम्रो अप्रोच भ्यालु, ओनरशिप र फाइनान्शियल डिसिजनमा केन्द्रित हुनेछ, न कि तपाईको फ्ल्यासी फिचर्समा। यो भिडियोमा हामी गाडीको ब्याट्री, रेन्ज, चार्जिङ, कम्फर्ट, सेफ्टी, सर्भिस नेटवर्क, वारेन्टी, फाइनान्स, ट्याक्स र ओनरशिप कस्ट यी सबै कुराहरू बाहिरका लागि के अर्थ राख्छन् त्यो बुझ्नेछौँ। किनभने ईवी किन्दा हामी केवल गाडी मात्र किन्दैछौँ, हामीले ब्याट्री कन्फिडेन्स किन्दैछौँ, हामी सफ्टवेयर र टेक्नोलोजी किन्दैछौँ, हामीले त्यो कम्पनीको सर्भिस नेटवर्क किन्दैछौँ, वारेन्टी र पिस अफ माइन्ड किन्दैछौँ र हामी इएमआई र मन्थली क्याश फ्लोको कमिटमेन्ट पनि लिँदैछौँ। र अन्तिममा हामी आफ्नो परिवारको 5 देखि 7 वर्षको लागि मोबिलिटी डिसिजन पनि लिँदैछौँ। त्यसैले ओमोडा i5 Pro मा के राम्रो छ, कुन कुरा प्र्याक्टिकल छ, कुन कुरा कन्फर्म गर्नुपर्छ र कुन बाहिरका लागि यो गाडी फिट हुन्छ भन्ने कुरा चाहिँ हामीले यो भिडियोमा हेर्नेछौँ। आउनुहोस् भिडियो सुरु गरौँ। ब्याट्री, रेन्ज र चार्जिङ। ओमोडा i5 Pro मा 50.7 किलोवाट आवरको LFP ब्याट्री छ। यहाँ किलोवाट आवर भनेको ब्याट्रीको क्यापेसिटी बुझिन्छ। जस्तो पेट्रोल गाडीमा फ्युल ट्याङ्क लिटरमा बुझिन्छ भने ईवी गाडीमा चाहिँ तपाईको ब्याट्रीको ट्याङ्क चाहिँ किलोवाट आवरमा बुझिन्छ। सिम्पल भाषामा भन्नु पर्दाखेरि ओमोडा i5 Pro मा 50.7 किलोवाट आवरको चाहिँ इलेक्ट्रिसिटी स्टोर गर्न सक्ने क्यापेसिटीको ब्याट्री छ। अब LFP ब्याट्री भनेको के हो? LFP ब्याट्री भनेको आजको ईवी मार्केटमा वाइडली युज्ड हुने ब्याट्री टेक्नोलोजी हो। BYD जस्तो मेजर ईवी ब्रान्डले पनि तपाईको LFP टेक्नोलोजी नै युज गर्ने गर्छन् र धेरै ग्लोबल ईवी म्यानुफ्याक्चररले डेली युज ईवी का लागि LFP केमिस्ट्रीलाई नै प्रिफर गर्न थालेका छन्। किन भन्दाखेरि LFP ब्याट्री चाहिँ तपाईको जनरली सेफ्टीको हिसाबले साउन्ड मानिन्छ, ड्युरेबल हुन्छ, स्टेबल परफर्मेन्स दिन्छ र तपाईको लङ टर्म युजको लागि चाहिँ एकदम प्र्याक्टिकल मानिने गरिन्छ। अब ओमोडा i5 Pro मा पहिले BYD बाट सोर्स गरिएको LFP ब्याट्री युज भएको थियो भने अहिले सोरुम अनुसार यसमा गोसनको LFP ब्याट्री युज भएको छ। अब गोसन नाम सुन्नेबित्तिकै धेरैलाई नयाँ लाग्न सक्छ, तर गोसन भनेको ईवी ब्याट्री इन्डस्ट्रीमा इस्टाब्लिश्ड ब्याट्री म्यानुफ्याक्चरर हो। भोल्क्सवागन ग्रुप गोसनको मेजर शेयर होल्डर हो र भोल्क्सवागन र गोसनको पार्टनरशिप चाहिँ ब्याट्री सेल डेभलपमेन्टदेखि लिएर मास प्रोडक्सनसम्म गएको देखिन्छ। त्यसैले गोसन ब्याट्री भन्ने बित्तिकै अननोन लोकल सप्लायर भनेर बुझ्नु हुँदैन। यो पनि तपाईको ग्लोबल ईवी ब्याट्री सप्लाई चेनमा काम गरिरहेको एउटा इस्टाब्लिश्ड ब्याट्री म्यानुफ्याक्चरर हो। त्यसैले बाहिरका लागि ब्याट्री हेर्दा मिनिङ सिम्पल छ। ईवीमा ब्याट्री केवल एउटा पार्ट होइन, ब्याट्री नै लङ टर्म ओनरशिप कन्फिडेन्स दिने एउटा मेन आधार हो। तर ब्याट्री हेर्दा केवल LFP छ भन्न मात्र हेरेर पुग्दैन। ब्याट्रीको म्यानुफ्याक्चरर कतिको भर पर्दछ, ब्याट्रीको क्यापेसिटी कति छ, रेन्ज कति छ, चार्जिङ कतिको प्र्याक्टिकल छ, वारेन्टी कति क्लियर छ र नेपालको रोड कन्डिसनमा यो प्याकेज कतिको युजफुल हुन सक्छ, यी सबै कुराहरूलाई चाहिँ सँगै राखेर हेर्नुपर्ने हुन्छ। अब कुरा गरौँ रेन्जको। ओमोडा i5 Pro ले 350 किलोमिटरको WLTP रेन्जको क्लेम गरेको छ। WLTP भनेको के हो? WLTP भनेको इन्टरनेसनली एक्सेप्टेड ल्याब टेस्टिङ साइकल हो। यसको मतलब यो रेन्ज एक स्ट्रक्चर्ड टेस्ट कन्डिसनबाट आएको रेफरेन्स रेन्ज हो। तर ल्याब कन्डिसन र नेपालको रियल रोड कन्डिसन त पक्कै एउटै हुँदैन। नेपालको पहाड अलग छ, कहिले उकालो कहिले ओह्रालो, ट्राफिक फरक छ, एसी को प्रयोग फरक छ, नेपालीले हाल्ने प्यासेन्जरको लोड पनि फरक छ, रोड कन्डिसन फरक छ। त्यसैले रियल वर्ल्ड रेन्ज चाहिँ तपाईको जियोग्राफी, ड्राइभिङ स्टाइल र रुट अनुसार चाहिँ अलि फरक हुन सक्छ। र 350 किलोमिटर WLTP रेन्जको प्र्याक्टिकल मिनिङ के हो भन्दा यो गाडी चाहिँ तपाईको डेली सिटी ड्राइभिङ, अफिस, स्कुल, फ्यामिली युज र नर्मल्ली विकली ट्राभलको लागि रेन्ज चाहिँ एकदम कम्फर्टेबल क्याटेगोरीमा पर्छ। र यसमा काठमाडौँ टु पोखरा पनि सिंगल चार्जमा पोसिबल रुट छ। किन भन्दाखेरि त्यो रुट करिब तपाईको 210 किलोमिटर आसपासको मात्र पर्ने गर्छ। तर लङ रुटमा हिँड्नु अघि चाहिँ ब्याट्रीको फुल चार्ज, टायरको प्रेसर, एसी युज, प्यासेन्जरको लोड, रोड कन्डिसन र चार्जिङ ब्याकअप चाहिँ राम्रोसँग प्लान गर्नु राम्रो हुन्छ। अब ईवीमा रेन्ज म्यानेज गर्ने अर्को युजफुल सिस्टम हुन्छ तपाईको रिजेनरेटिभ ब्रेकिङ। रिजेनरेटिभ ब्रेकिङ भनेको ब्रेक गर्दा वा डाउनहिल आउँदा कारले केही इनर्जी फेरि रिकभर गर्ने एउटा सिस्टम हो।
नेपाल जस्तो अपिल र डाउनहिल टेरेन भएको देशमा यो फिचर प्र्याक्टिकल हुन्छ। अब अपिलमा इनर्जी बढी लाग्छ भने डाउनहिल जाँदाखेरि चाहिँ रिजनले गर्दा केही इनर्जी तपाईँको रिकभर गर्न मद्दत गर्छ। त्यसैले स्मुथ ड्राइभिङ स्टाइल र तपाईँको रिजेनेरेटिभ ब्रेकिङ युजले रेन्ज म्यानेजमेन्टमा चाहिँ हेल्प गर्न सक्छ। अब हेरौँ चार्जिङ। ओमोडा i5 प्रोमा 6.6 किलोवाटको एसी चार्जिङ र तपाईँको अप टु 110 किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट छ। एसी चार्जिङ भनेको नर्मली घरमा हुने चार्जिङ हो। घरको इलेक्ट्रिसिटी एसी हुन्छ, त्यसैले होम चार्जरबाट कार चार्ज गर्दा एसी चार्जिङ हुन्छ। डेली इभी ओनरसिपमा सबैभन्दा इम्पोर्टेन्ट कुरा यही हुन्छ। राति घरमा गाडी प्लग इनमा छोडिदिने, बिहान कार रेडी हुन्छ। इभी ओनरसिपको सबैभन्दा प्र्याक्टिकल कन्भिनियन्स पनि यही नै हो। र डीसी चार्जिङ भनेको चाहिँ तपाईँको फास्ट चार्जिङ हो, जुन जनरली पब्लिक फास्ट चार्जिङ स्टेसनमा हुने गर्छ। लङ ट्रिप अर्जेन्ट चार्जिङ गर्दा वा तपाईँको हाइवे ट्राभलमा डीसी चार्जिङ चाहिँ उपयोग हुने देखिन्छ। ओमोडा i5 प्रोमा चाहिँ अप टु तपाईँको 110 किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट दिएको छ र 30% देखि 80% चार्ज चाहिँ तपाईँको अराउन्ड 25 मिनेटमा पुग्छ भनिएको छ। तर यहाँ एउटा इम्पोर्टेन्ट कुरा के बुझ्नुपर्छ भन्दाखेरि फास्ट चार्जरमा 120 किलोवाट, 150 किलोवाट वा तपाईँको हाम्रो ओमोडा i5 प्रो जस्तो 110 किलोवाट लेखिएको भए पनि कारले सधैँ त्यही पावर पाउँछ भन्ने हुँदैन। नेपालमा इलेक्ट्रिसिटी इन्फ्रास्ट्रक्चर, तपाईँको भोल्टेज फ्लक्चुएसन, चार्जरको कन्डिसन, ग्रिड लोड, केबल क्यापेसिटी र तपाईँको ब्याट्रीको टेम्परेचर र चार्जिङ स्टेसनको एक्चुअल आउटपुट अनुसार पनि चार्जिङ स्पिड चाहिँ तपाईँको तलमाथि पर्ने चाहिँ गरेको देखिन्छ। र यो ओमोडाको मात्र कुरा होइन, नेपालमा कुनै पनि इभी ब्रान्ड वा मोडल चलाउँदा फास्ट चार्जिङ स्पिड तपाईँको प्र्याक्टिकल कन्डिसन अनुसार चाहिँ अलिकति फरक परेको चाहिँ देखिन्छ। त्यसैले बायरले फास्ट चार्जिङ क्लेम बुझ्दाखेरि अप टु भन्ने शब्द चाहिँ ध्यान दिनुपर्छ। अब कुरा गरौँ V2L को। ओमोडा i5 प्रोमा V2L 3.3 किलोवाटको छ। पहिलो कुरो V2L भनेको के हो? V2L भनेको भेहिकल टु लोड, मतलब कारको ब्याट्रीबाट बाहिरी इलेक्ट्रिकल तपाईँको डिभाइसेस चलाउन मिल्ने एउटा फिचर। यो चाहिँ तपाईँको पिकनिक, क्याम्पिङ, आउटडोर वर्क, तपाईँको इमर्जेन्सी लाइट अथवा तपाईँको ल्यापटप स्पिकर वा कुनै पनि स्मल एप्लायन्सेस चलाउनुको लागि युजफुल हुने चाहिँ फिचर हो। अन्त्यमा यो गाडीमा चाहिँ तपाईँको अगाडि चाहिँ 70 लिटरको फ्रङ्क पनि छ, जहाँ चार्जिङ केबल, इमर्जेन्सी किट वा तपाईँको स्मल ब्यागहरू राख्न प्र्याक्टिकल चाहिँ देखिन्छ। त्यसैले ब्याट्री रेन्ज र चार्जिङको हिसाबले ओमोडा i5 प्रोलाई चाहिँ हामीले डेली फ्यामिली इभी युज र प्लान्ड हाइवे युजको लागि चाहिँ प्र्याक्टिकल प्याकेजको रूपमा हेर्न सक्छौँ, स्पेसल्ली होम चार्जिङ सेटअप भएको बायरहरूको लागि। अब यो गाडीबारे त्यस्तो कुरा गरौँ जो कसैले सोचेका छैनन्। रेन्ज र ब्याट्री चाहिँ किन घटेर आयो? यहाँ धेरै बायरको मनमा आउने एउटा डाउट क्लियर गरौँ। पहिले ओमोडा i5 प्रोको बारेमा कुरा हुँदा ब्याट्री साइज र रेन्ज तपाईँको बढी सुनिन्थ्यो। अहिले ओमोडा i5 प्रोमा 50.7 किलोवाट आवरको ब्याट्री र 350 किलोमिटरको WLTP रेन्ज छ। त्यसैले नेचुरल क्वेसन आउँछ कि रेन्ज र ब्याट्री चाहिँ किन घट्यो? यसलाई केवल नेगेटिभ रूपमा हेर्नु हुँदैन, किनभने ब्याट्री घट्दाखेरि केवल रेन्ज मात्रै घट्दैन, प्राइसको पोजिसनिङ पनि चेन्ज हुने गर्छ। पहिलेको ब्याट्री तपाईँको हायर क्यापेसिटीको र हायर रेन्जको तपाईँको प्याकेजमा आएको गाडी थियो, जसले गर्दा गाडी चाहिँ तपाईँको 61 देखि 63 लाखको हायर प्राइस सेगमेन्टमा राखिएको थियो। अब अहिले ओमोडा i5 प्रोलाई चाहिँ तपाईँको ब्याट्री घटाएसँगै यसलाई चाहिँ तपाईँको प्राइस रेन्ज चाहिँ घटाएर 50 लाखको रेन्जमा ल्याएको छ, जसले गर्दाखेरि जुन तपाईँको 61 देखि 63 लाख पर्ने स्पोर्टी लुकको गाडी चाहिँ अहिले तपाईँले 50 लाखको रेन्जमा चाहिँ पाउने गर्नुहुन्छ। अब त्यसमा कम्प्रोमाइज भनेको के गरियो? त्यसमा चाहिँ तपाईँको ब्याट्री थोरै घटाइयो र तपाईँको रेन्ज पनि घटाइयो। र कम्पेरिटिभली हेर्नुहुन्छ भने अहिले तपाईँले यो रेन्जमा किन्ने जुनै पनि गाडीको ब्याट्रीको पावर र रेन्ज यही रेन्जमै भएको देखिन्छ। ओमोडा i5 प्रोको सबैभन्दा मेन एडभान्टेज भनेको यसको प्राइस टु फिचर रेसियो। 50 लाखको रेन्जमा यतिको स्पोर्टी र तपाईँको फिचरिस्टिक तपाईँको गाडी पाउनु भनेको नै यसको लागि विन हो। के फिचर छ आउनु सुरु। यो कारको भ्यालु केवल ब्याट्री र रेन्जमा मात्रै छैन, यसको भ्यालु कम्बाइन्ड प्याकेजमा छ। पहिले कुरा गरौँ डिजाइनको। ओमोडा i5 प्रोको डिजाइन ल्याङ्ग्वेज चाहिँ तपाईँको फ्युचरिस्टिक रोबो शार्क डिजाइन भनिएको छ। शार्क इन्स्पायर्ड फ्रन्ट, क्लिन इभी फेस, तपाईँको शार्प लाइटिङ र पछाडिको लाइटनिङ बोल्ट टेल लाइटले कारलाई अलिकति अलग र स्पोर्टी आइडेन्टिटी चाहिँ दिन्छ। र डिजाइन केवल हेर्नको लागि मात्रै हुँदैन है। 50 लाख आसपासको कार किन्दाखेरि बायरले प्र्याक्टिकल भ्यालुसँगै इमोसनल सेटिस्फ्याक्सन पनि खोज्छ। कार पार्क गर्दाखेरि प्राउड फिल होस्, फ्यामिली चढ्दाखेरि कस्तो प्रिमियम फिल आयो भन्ने होस् हैन, र रोडमा कारको प्रेजेन्स देखियोस्। यो पनि ओनरसिपको एक्सपिरियन्स नै पार्ट हो, त्यसैले यसलाई हामीले इग्नोर गर्न मिल्दैन। अब हेरौँ यसको साइज।
अब ओमोडा i5 Pro को लेन्थ चाहिँ तपाईको लगभग 15 फिटको लेन्थ भनिएको छ, चौडाइ चाहिँ तपाईको 6 फिटको छ, हाइट 5.2 फिटको छ, व्हील बेस करिब तपाईको 8.6 फिटको। अब यो फिट त बुझियो, यो मतलब के हो आउनु सर हो। 14.9 फिटको लेन्थ भन्नाको मतलब के भन्दाखेरि कारलाई प्रपर तपाईको क्रसओभर वा एसयुभी प्रेजेन्स दिन्छ, तर काठमाडौँको पार्किङ र तपाईको सिटी युजमा एक्सेसिभ बल्की तपाईको ठुलो फिल साइज चाहिँ हुँदैन हैन। अनि 6 फिटको चौडाइले क्याबिन फिल र तपाईको रोड स्ट्यान्सेसलाई पनि राम्रो बनाउँछ र 8.6 फिटको व्हील बेसले रियर सिट कम्फर्ट र हाइवे स्टेबिलिटीमा चाहिँ राम्रो मद्दत चाहिँ गर्ने गर्छ। तर बायरले सोरुममा रियर सिटमा चाहिँ आफै बसेर टेस्ट गर्नु होला कि नी रुम कति छ, थाई सपोर्ट कति छ, हेडरुम कति छ, सिटको एंगल कस्तो छ, यो ब्रोस्योर मात्र हेरेर पूर्ण रूपमा थाहा हुँदैन। र यो गाडीमा बुट स्पेस चाहिँ तपाईको 442 लिटरको छ, जुन भनेको फ्यामिली लगेज, ग्रोसरी र तपाईको विकेन्ड ट्रिपको लागि चाहिँ एकदम प्र्याक्टिकल हुने चाहिँ देखिन्छ। अब क्याबिन र स्क्रिनको कुरा गरौँ है। यसमा 15.6 इन्चको टच स्क्रिन छ। 15.6 भनेको तपाईको ठुलो ल्यापटपको साइज जति छ नि हो त्यत्रै। ठुलो स्क्रिनले क्याबिनलाई मोडर्न फिल दिन्छ, तर स्क्रिन ठुलो हुनु मात्र इनफ कुरा होइन। बायरले चाहिँ टच रेस्पोन्स कस्तो छ, युआई स्मुथनेस कस्तो छ, अब डे नाइटमा भिजिबिलिटी कस्तो छ, क्यामेराको डिस्प्ले कस्तो छ, कन्ट्रोल गर्न कतिको सजिलो छ भनेर चाहिँ तपाई आफै सोरुम गएको बेलामा टेस्ट गर्नु होला। अब कुरा गरौँ सिटको। ओमोडा i5 Pro को सिटमा छ म आफै बसेर हेर्दाखेरि यसमा चाहिँ के थाहा पाए भन्दा पाइलट मसाज सिट राखिएको रहेछ, जसमा 6 वटा मसाज अप्सन थियो र तपाईको राम्रो लम्बर सपोर्ट पनि दिएको थियो। अब यो फिचर चाहिँ तपाईको ब्रोस्योरमा राम्रो देखिने मात्र होइन, डेली ट्राफिक र तपाईको लङ ड्राइभमा कम्फर्ट दिने एउटा राम्रो फिचर हो। अब काठमाडौँ जस्तो ट्राफिकमा लामो समय कारभित्र बस्ने बायरहरुका लागि सिट कम्फर्ट चाहिँ धेरै इम्पोर्टेन्ट हुने गर्छ र त्यसमा पनि तपाईको हिटिङ र भेन्टिलेटेड फ्रन्ट सिटहरु दिइएको छ, पाइलट र को-पाइलट दुवै सिटमा। अब नेपाल जस्तो मौसममा भेन्टिलेटेड सिट चाहिँ तपाईको रियल भ्यालु फिचर हो, किनभने गर्मीमा ब्याक स्वेटिङ कम हुनु, लङ ड्राइभमा कम्फर्टेबल फिल हुनु, यो भनेको तपाईको डेली ओनरशिपमा डाइरेक्टली फिल हुने कुरा हो। जाडोमा हिटेड सिटले त झन् प्रिमियम कम्फर्ट दिनै हाल्छ। अब सनरुफको कुरा, यो गाडीमा सनरुफ फिचर पनि दिएको छ। सनरुफ भनेको पर्फर्मेन्स फिचर त होइन, तर प्रिमियम क्याबिन एक्सपिरियन्सको चाहिँ एउटा इम्पोर्टेन्ट पार्ट हो। तर तपाईले चाहिँ सनरुफ टेस्ट गर्दाखेरि चाहिँ सेड अपरेसन कस्तो छ, ओपनिङ र क्लोजिङको स्मुथनेस कस्तो छ, क्याबिन हिटेड हुन्छ कि हुँदैन, वाटरको सिलिङ र लङ टर्म मेन्टेनेन्सको कुराहरुमा चाहिँ ध्यान दिनु होला। त्यसैले सनरुफलाई चाहिँ हामीले केवल लग्जरी भनेर मात्र होइन, क्याबिन एक्सपिरियन्स बढाउने फिचरको रूपमा हेर्न चाहिँ सक्छौं। अब कुरा गरौँ अडियोको। यसमा 8 वटा सोनीको स्पिकर छन्। सोनी अडियो वर्ल्डमा सबैभन्दा ट्रस्टेड र रिकग्नाइज्ड ब्रान्ड मध्ये एक हो। त्यसैले सोनी स्पिकर हुनु ब्रोस्योरमा नाम राख्ने फिचर मात्र होइन, बायरका लागि प्रिमियम क्याबिन एक्सपिरियन्सको सिग्नल पनि हो। तर अडियो क्वालिटी चाहिँ तपाईको स्पिकरको ब्रान्डले मात्र निर्धारण गर्दैन, क्याबिन इन्सुलेसन, रोड नोइज, टायर नोइज र ट्युनिङ पनि इम्पोर्टेन्ट हुने गर्छ। त्यसैले बायरले सोरुममा टेस्ट ड्राइभमा म्युजिक बजाएर बास, क्ल्यारिटी, भोकल क्वालिटी र क्याबिन नोइज आफैले जज गर्नु चाहिँ राम्रो हुन्छ। ओमोडा i5 Pro मा 50 वाटको वायरलेस चार्जर दिएको छ। यो डेली कन्भिनियन्स फिचर हो। फोन वायर खोजिराख्नु नपर्ने, सर्ट ट्रिपमा पनि तपाईको फोन चार्ज हुने कुरा प्र्याक्टिकल छ। तर बायरले फोन हिट हुन्छ कि हुँदैन, चार्जिङ स्टेबल छ कि छैन, कभर लगाउँदा चार्ज हुन्छ कि हुँदैन, यो चाहिँ टेस्ट गरेको राम्रो हुन्छ। ओमोडा i5 Pro मा 540 डिग्री क्यामेरा पनि छ। 360 डिग्री क्यामेरा त सुन्नुभयो होला। 360 डिग्री क्यामेरा भनेको अगाडि पछाडी साइडको सबै अब्जेक्टहरु देखिने चीज भयो। अब 540 यो एक्स्ट्रा डिग्री भनेको चाहिँ तपाईको गाडीको च्यासिस र अन्डरबडी तलतिरको जुन हाम्रो भाग हुन्छ, रोडको भाग, त्यो भाग पनि देखिने भएको कारणले यसलाई चाहिँ 540 डिग्री क्यामेरा चाहिँ भन्ने गरिन्छ। अब यो क्यामेराको मेन चीज तपाईले हेर्नुपर्ने भनेको चाहिँ तपाईको अब्जेक्टहरु आउँदाखेरि कतिको एक्युरेट देखाएको छ, मान्छे छेउमा आउँदाखेरि देखाउँछ देखाउँदैन हैन, तपाईको डिस्टेन्स कतिको टाढा देखाइरहेको छ, यो चीज चाहिँ तपाईहरुले चाहिँ आफूले कन्फर्म गर्नुपर्ने हुन्छ। र यो फिचर किन पनि इम्पोर्टेन्ट छ भन्दाखेरि नेपालको रोडको सिनेरियोमा ब्रेकरहरुको साइज कहिले पनि एउटै हुँदैन, कोही ठुलो कोही सानो हुन्छ, खाल्टाखुल्टी हुन्छ, अनि त्यसपछि हाम्रो यो पार्किङमा पनि र्याम्पहरु राखेको हुन्छ। त्यसले गर्दाखेरि यो फिचर चाहिँ एकदम इम्पोर्टेन्ट हुन जान्छ। ओमोडा i5 Pro मा 18 इन्चको एलोय व्हील दिएको छ। पहिला बुझौं एलोय व्हीलको साइजले के फरक पर्छ। एलोय व्हीलको साइज यदि ठुलो भयो, 21-22 इन्चको ठुलो छ भने टायरको साइड वालको थिकनेस सानो हुन्छ, जसले गर्दा नेपालको जस्तो अथवा कुनै पनि खाल्टाखुल्टी भएको रोडमा राइड स्मुथ चाहिँ फिल हुँदैन, तर कर्नरिङ र ह्यान्डलिङमा एकदम स्टेबल हुन्छ। यो चाहिँ नर्मल्ली ठुलो तपाईको गाडीहरुमा चाहिँ भएको देखिन्छ। अब यदि एलोय व्हीलको साइज सानो भयो भने टायरको साइड वालको थिकनेस ठुलो हुन्छ, जसले गर्दा खाल्टाखुल्टी भएको रोडमा स्मुथ फिल हुन्छ, तर ह्यान्डलिङ र कर्नरिङमा स्टेबल चाहिँ हुँदैन। र ओमोडा i5 Pro मा 18 इन्चको व्हील दिएर गाडीको प्रिमियम लुक र तपाईको
स्मुथ राइड र ह्यान्डलिङलाई चाहिँ ब्यालेन्स गर्न खोजे जस्तो चाहिँ देखिन्छ र सोरुम अनुसार हजुरहरूलाई एउटा एक्स्ट्रा स्पेयर टायर पनि कम्पनीले प्रोभाइड गर्नेवाला छ, जुन भनेको हाम्रो लागि एकदमै राम्रो कुरा चाहिँ हो। अब कुरा गरौँ सेफ्टी, एडास र नेपालको रोड प्र्याक्टिकलिटी। ओमोडा i5 प्रोमा 5 स्टार सेफ्टी रेटिङ, 7 एयरब्याग्स र एडासको 19+ सेफ्टी एन्ड कम्फर्ट फिचर दिएको छ। तर सेफ्टीलाई केवल नम्बर र फिचर लिस्टबाट मात्र बुझ्नु हुँदैन। सेफ्टीको रियल मिनिङ हो तपाईको राइडर र परिवारको सुरक्षा, डेली ड्राइभिङमा कन्फिडेन्स, लङ टर्म ओनरशिप र तपाईको रिसेलको कन्फिडेन्स। अब एयरब्यागलाई सिम्पल भाषामा बुझ्ने प्रयास गरौँ। एयरब्याग भनेको एक्सिडेन्टको बेला प्यासेन्जरलाई कडा इम्प्याक्टबाट बचाउन सहयोग गर्ने एउटा सेफ्टी कुसन हो। कोलिजन हुँदा सिट बेल्टले बडीलाई रोक्छ, एयरब्यागले टाउको, चेस्ट, साइड बडी जस्ता भागमा लाग्ने चोटको रिस्क कम गर्न हेल्प गर्छ। ओमोडा i5 प्रोमा 7 वटा यस्ता एयरब्याग हुनुको मतलब क्याबिनभित्र प्रोटेक्सन कभरेज राम्रो छ भन्ने कुरा हो। तर एयरब्याग छ भनेर मात्र सेफ्टी पुरा हुँदैन। एयरब्याग सही समयमा खुल्नुपर्छ, सिट बेल्ट लगाएको हुनुपर्छ, बडी स्ट्रक्चर बलियो हुनुपर्छ, ब्रेक राम्रो हुनुपर्छ, टायरको ग्रिप राम्रो हुनुपर्छ र ड्राइभरको भिजिबिलिटी पनि राम्रो हुनुपर्छ र यी सबै मिलेर मात्र तपाईको रियल सेफ्टी कन्फिडेन्स चाहिँ बन्छ। अब कुरा गरौँ एडासको। एडास भनेको के हो? एडास भनेको ड्राइभरलाई सहयोग गर्ने एउटा स्मार्ट सेफ्टी सिस्टम हो। यो ड्राइभरको रिप्लेसमेन्ट होइन, यो ड्राइभरलाई एसिस्ट गर्ने सिस्टम हो। ओमोडा i5 प्रोमा चाहिँ यस्तो 19 वटा एडास फिचरहरू छन्, जस्तै अगाडिको गाडी नजिक हुँदा वार्निङ दिने, इमर्जेन्सी ब्रेक एसिस्ट गर्ने, लेनबाट कार बाहिर जाँदा अलर्ट गर्ने, साइडमा भेहिकल छ कि छैन भनेर देखाउने, रिभर्स गर्दा पछाडि आउने गाडीको वार्निङ दिने, हैन। सिम्पल भाषामा भन्नुपर्दा एडासले ड्राइभरलाई सावधान गराउने काम गर्छ। तर नेपालमा रोड कन्डिसन अलि फरक छ। लेन मार्किङ सबै ठाउँमा क्लियर हुँदैन। बाइक, माइक्रोबस, तपाईको पैदल हिँड्ने मान्छेहरू सडन कटिङ गरेर आइदिन्छन्, जसले गर्दा हाम्रो ट्राफिक चाहिँ एकदम मिक्स्ड जस्तो देखिन्छ, हैन। त्यसैले बायरले टेस्ट ड्राइभ गर्दा चाहिँ एडास कति प्र्याक्टिकल छ भनेर आफै जज गर्नुपर्ने हुन्छ। वार्निङ युजफुल छ कि धेरै डिस्टर्ब गर्ने काम गर्छ, ब्लाइन्ड स्पट डिटेक्सन रातिमा राम्रो काम गर्छ कि गर्दैन, इमर्जेन्सी ब्रेक नेचुरल फिल हुन्छ कि तपाईको अचानक डर लाग्यो जस्तो ब्रेक फिल हुन्छ, लेन एसिस्ट स्मुथ छ कि ओभर एक्टिभ छ, यी कुराहरू चाहिँ टेस्ट ड्राइभ गरेर आफैले फिल गर्नुपर्छ। अब कुरा गरौँ ग्राउन्ड क्लियरेन्सको। ओमोडा i5 प्रोमा 191 mm को ग्राउन्ड क्लियरेन्स छ। नेपालका लागि यो धेरै नै प्र्याक्टिकल सेफ्टी पोइन्ट हो। इभीमा ब्याट्री प्याक तपाईको तल हुने भएकोले स्पिड ब्रेकर, बेसमेन्टको र्याम, तपाईको ब्रोकन रोड, अब ग्राभल रोड, हैन, मनसुनको खाल्टाखुल्टीले गर्दाखेरि चाहिँ तपाईको के चाहिन्छ? क्लियरेन्समा कन्फिडेन्स चाहिन्छ। अब 191 mm को ग्राउन्ड क्लियरेन्सले नेपालको रोड कन्डिसनमा चाहिँ बायरलाई एक्स्ट्रा कन्फिडेन्स दिने काम गर्छ। तर लोडेड कन्डिसनमा पनि हेर्नुपर्छ है, किन भन्दाखेरि 3 देखि 4 जना प्यासेन्जर प्लस तपाईले लगेज राख्दाखेरि तपाईको कार अलिकति तल बस्न सक्छ। त्यसैले सोरुम टेस्ट ड्राइभमा र्याम्प, स्पिड ब्रेकर र रफ प्याचेसमा टेस्ट गर्न राम्रो हुन्छ। अब कुरा गरौँ सस्पेन्सनको। सस्पेन्सनलाई पहिला सिम्पल भाषामा बुझौँ। सस्पेन्सन भनेको कारको बडी र टायरको बिचमा रहने एउटा सिस्टम हो, जसले रोडको झट्का तपाईको क्याबिन भित्र चलाउने मान्छेहरूलाई चाहिँ फिल गराउन दिँदैन। अब ओमोडा i5 प्रोमा तपाईको मेकफेर्सन सस्पेन्सन र पछाडि मल्टिलिङ्क सस्पेन्सन सिस्टम राखिएको छ। मेकफेर्सन सिस्टम भनेको कुनै नयाँ वा एक्सपेरिमेन्टल सेटअप होइन, यो विश्वका धेरै सक्सेसफुल मेनस्ट्रिम कारहरूले प्रयोग गर्दै आएको प्रुभन सेटअप हो। उदाहरणका लागि Hyundaiको क्रेटा र तपाईको Honda CR-V हाइब्रिड जस्ता पपुलर मोडलले पनि अगाडिको साइडमा तपाईको मेकफेर्सनको सस्पेन्सन प्रयोग गरेको पाइन्छ र पछाडिको मल्टिलिङ्क सस्पेन्सन चाहिँ तपाईको रियर प्यासेन्जरको कम्फर्ट र रोड ग्रिप र तपाईको हाइवे स्टेबिलिटीको लागि राम्रो मानिन्छ। तर सस्पेन्सन राम्रो छ कि छैन भन्ने कुरा चाहिँ ब्रोसरबाट मात्र थाहा हुँदैन। एकचोटि टेस्ट ड्राइभ गर्नुस्, टेस्ट ड्राइभ गरेर खाल्टाखुल्टीमा लग्दाखेरि क्याबिनमा कतिको फिल हुन्छ, स्मुथ फिल हुन्छ कि हुँदैन हेर्नुस्। स्पिड ब्रेकरमा झट्का कस्तो हानिरहेको छ, हैन, रियर सिटमा बसेको प्यासेन्जरलाई कम्फर्ट कस्तो हुन्छ, हैन। अब ब्रेक हान्दा र तपाईको कर्नरिङ हान्दाखेरि गाडी कतिको रोल ओभर भइरहेछ, त्यो पनि सस्पेन्सनकै कुरा हो। त्यो पनि तपाईहरुले चाहिँ आफै टेस्ट ड्राइभ गरेर चेक गर्नुपर्ने हुन्छ। यो हिसाबले ओमोडा i5 प्रोको स्ट्रेन्थ भनेको केवल एयरब्याग वा एडास सिस्टम मात्रै होइन, यसको स्ट्रेन्थ हो तपाईको 7 वटा एयरब्याग, एडासको 19+ सिस्टम, 540 डिग्री क्यामेरा, 191 mm को ग्राउन्ड क्लियरेन्स, सस्पेन्सनको कम्फर्ट, ब्रेकिङ सिस्टम र तपाईको नेपाल रोड प्र्याक्टिकलिटीलाई हेर्दै बनाएको यो कम्प्लिट सेफ्टी प्याकेज। इभी ओनरशिपको धेरै इम्पोर्टेन्ट पार्टको बारेमा कुरा गरौँ। त्यो हो वारेन्टी, सर्भिस नेटवर्क र ब्रान्ड कन्फिडेन्स। इभी किन्दा बायरले ब्याट्री रेन्ज, डिजाइन र फिचर हेर्नु स्वाभाविक हो, तर 5 वर्षपछि बायरलाई ढुक्क बनाउने कुरा के हो? त्यो भनेको वारेन्टी हो, सर्भिस सेन्टर हो, स्पेयर पार्ट्सको अवेलेबिलिटी हो, ब्याट्री हेल्थ सपोर्ट, सफ्टवेयर सपोर्ट र कम्पनीको लङ टर्म कमिटमेन्ट र एक्जिस्टेन्स, हैन। सोरुम अनुसार ओमोडा i5 प्रोमा बायरले नर्मल वारेन्टी प्याकेज वा एक्सटेन्डेड वारेन्टी प्याकेजको अप्सन पाउन सक्छन्, हैन। नर्मल वारेन्टी प्याकेजमा चाहिँ 8 वर्षको पिरियड छ भने एक्सटेन्डेड वारेन्टीमा चाहिँ 11
वर्षको छ र साथै किलोमिटर अनुसारको वारेन्टी चाहिँ 2,40,000 किलोमिटर छ। मतलब यदि 11 वर्ष अथवा 8 वर्ष अथवा तपाईको 2,40,000 किलोमिटर जुन अगाडि आउँछ त्यति बेलासम्म चाहिँ वारेन्टीकोमा कभर हुन सक्छ। अब ब्याट्री हेल्थको कुरा गर्ने हो भने इभी बायरको लागि सबैभन्दा इम्पोर्टेन्ट क्वेसन यही हो, ब्याट्री डिग्रेड भयो भने के हुन्छ? सोरुम इन्फर्मेसन अनुसार ब्याट्री हेल्थ 70% भन्दा तल झर्यो भने कम्प्लिट ब्याट्री रिप्लेसमेन्ट कभर हुन्छ, तर ब्याट्री हेल्थ 70% भन्दा माथि छ भने वारेन्टी रिप्लेसमेन्ट कभर हुँदैन। यो बायरको लागि क्लियर कुरा हो। यसको मिनिङ के हो भन्दा ब्याट्री वारेन्टी भनेको केवल ब्याट्री छ भन्ने जनरल एस्योरेन्स होइन, ब्याट्री हेल्थ 70% भन्दा तल आयो भने रिप्लेसमेन्ट सपोर्टको स्ट्रक्चर रहेको छ, तर नर्मल डिग्रेडेसन 70% भन्दा माथि रहँदासम्म वारेन्टी रिप्लेसमेन्टको बेसिस बस्दैन। अब सर्भिसिङ कस्ट सोरुम अनुसार ओमोडा i5 प्रोमा चाहिँ 3 वर्षसम्मको सर्भिसिङ कस्ट फ्री छ। यो बायरको लागि ओनरशिप कस्ट घटाउने एउटा पोजिटिभ पोइन्ट हो, स्पेशल्ली पहिलो 3 वर्षमा रेगुलर सर्भिसिङ कस्टको प्रेसर कम हुन्छ। तर इभीको ओनरशिपमा सर्भिस केवल रेगुलर चेकअप मात्र होइन, ब्याट्री हेल्थको चेकअप पनि हो, सफ्टवेयर अपडेट पनि हो, मोटर र कन्ट्रोलरको चेकअप हो, ब्रेक र सस्पेन्सनको तपाईको इन्स्पेक्सन हो, एडास र क्यामेरा सिस्टम चेक र तपाईको जनरल भेहिकल हेल्थ इन्स्पेक्सन पनि हो। यी सबै कुरा लङ टर्म ओनरशिपमा कन्फिडेन्ससँग जोडिएका हुन्छन्। अब कुरा गरौँ सर्भिस नेटवर्कको। ओमोडा नेपालमा अलरेडी इभी सेगमेन्टमा चिनिएको एउटा नाम हो। सोरुम अनुसार 1500+ ओमोडा कस्टमरहरू भइसकेका छन् र 18+ मेजर नेटवर्क पोइन्टबाट ब्रान्ड प्रेजेन्स एक्सपान्ड भइरहेको छ। त्यसैले बायरलाई एउटा सिग्नल दिन्छ कि ब्रान्डले नेपालमा आफ्नो बेस बनाइसकेको छ। ओमोडाको पछाडि चेरी जस्तो ग्लोबल सक्सेसफुल अटोमोबाइल म्यानुफ्याक्चरर हुनुको पनि इम्पोर्टेन्ट कुरा छ, किनभने इभीमा बायरले गाडी मात्र किन्ने होइन, लङ टर्म सर्भिस सपोर्ट, स्पेयर पार्ट, वारेन्टी सपोर्ट र ब्रान्ड सस्टेनेबिलिटी पनि हेर्छ। त्यसैले वारेन्टी र सर्भिसको हिसाबले ओमोडा i5 प्रोको स्ट्रेन्थ भनेको केवल 11 वर्षको क्लेम होइन, यसको स्ट्रेन्थ हो वारेन्टी अप्सन, ब्याट्री रिप्लेसमेन्ट थ्रेसहोल्ड, पहिलो 3 वर्षको सर्भिसिङ फ्री, तपाईको एक्जिस्टिङ कस्टमर बेस र तपाईको सर्भिस नेटवर्क र ग्लोबल प्यारेन्ट कम्पनीको रिलायबिलिटी हो। अब कुरा गरौँ सबैभन्दा मेन चिजको, यो गाडीलाई कति रुपियाँ पर्छ त? ओमोडा i5 प्रोको इन्ट्रोडक्टरी प्राइस 49.99 लाख हो पहिलो 50 कस्टमरको लागि, तर रेगुलर प्राइस चाहिँ तपाईको मोनोटोन भर्जनको लागि 51.59 लाख र ड्युअल टोनको लागि 51.99 लाख। यो टोन भनेको चाहिँ कतिवटा कलर युज गर्ने भन्ने कुराले फरक पर्छ, सिंगल गरे मोनोटोन, दुईटा गरे ड्युअल टोन। अब 50 लाख आसपासको इभी किन्दा बायरले केवल प्राइस कति हेरेर पुग्दैन, सही प्रश्न हो बायरले यो प्राइसमा के पाउँदैछन् त? अब ओमोडा i5 प्रोमा चाहिँ बायरले यो मूल्यमा 50.7 किलोवाट आवरको एलएफपी ब्याट्री, 350 किलोमिटरको WLTP रेन्ज, 99 किलोवाटको मोटर, 288 न्युटन मिटर टर्क, 191 mm को ग्राउन्ड क्लियरेन्स, 18 इन्चको एलो व्हील, फुल साइज स्पेयर टायर, 540 डिग्री क्यामेरा, 7 वटा एयरब्याग, 19+ एडासको सेफ्टी फिचर्स, भेन्टिलेटेड, हिटेड र तपाईको मसाज सिट, 15.6 इन्चको स्क्रिन, 8 वटा सोनीको स्पिकर, V2L, 70 लिटरको फ्रङ्क र एक्सटेन्डेड वारेन्टी र सर्भिस नेटवर्क सपोर्ट चाहिँ पाउँदैछ। यसको मतलब ओमोडा i5 प्रोको भ्यालु कुनै एउटा फिचरमा अडिएको छैन, यो कारको भ्यालु कम्बाइन्ड प्याकेजमा छ। ब्याट्रीको कन्फिडेन्स, कम्फर्ट, सेफ्टी, ग्राउन्ड क्लियरेन्स, टेक्नोलोजी, वारेन्टी, सर्भिस नेटवर्क र तपाईको एउटा स्वीट स्पटमा राखिएको रेन्ज र प्राइसिङ। त्यसैले प्राइस हेर्दा बायरले सोरुम अमाउन्ट मात्र होइन, त्यो प्राइसले दिने टोटल ओनरशिप कन्फिडेन्स पनि हेर्नुपर्ने हुन्छ। मेरो हिसाबमा ओमोडा i5 प्रोको पोजिसनिङ चाहिँ यस्तो छ, यो सस्तो इभी बन्न खोजेको कार पनि होइन, यो म्याक्सिमम रेन्जमा बेच्न खोजेको कार पनि होइन। यो चाहिँ 50 लाखको रेन्जमा स्पोर्टी र तपाईको फ्युचरिस्टिक डिजाइनको साथ कम्फर्ट, सेफ्टी, फिचर्स, वारेन्टी र सर्भिस कन्फिडेन्सलाई एउटै प्याकेजमा राखेर बायरलाई प्रिमियम फ्यामिली इभी अप्सन दिन खोजे जस्तो चाहिँ देखिन्छ। तर फाइनल डिसिजन अघि बायरले अन रोड प्राइस, इन्स्योरेन्स, फाइनेन्स कोटेसन हैन, अब चार्जरको कस्ट, एभाइलेबल अफर कस्तो छ, यी सबै कुराहरू चाहिँ सोरुमसँग कन्फर्म गरेर आफैले चाहिँ देख्नुपर्ने हुन्छ। किन भन्दा कारको एमआरपी एउटा कुरा हो, तर बायरले तिर्ने फाइनल कस्ट अर्कै हुन सक्छ। अब फाइनेन्स र कस्ट अफ ओनरशिपको कुरा गरौँ है। अब फाइनेन्स र इयरली रनिङ कस्टको हिसाब गर्ने हो भने यो सेक्सनमा हामी बाई गर्ने कि नगर्ने भन्ने एडभान्स दिने छैनौँ। यो केवल इस्टिमेट हो कि बायरले पहिलो दिन कति पैसा खर्च गर्नुपर्ने हुन्छ, मन्थली इएमआईमा कति तिर्नुपर्ने हुन्छ र इयरली रनिङ कस्टमा कति तिर्नुपर्ने सक्ने हुन्छ। बेस प्राइस हामीले 51.59 लाख मानेको छौँ। त्यो अनुसार सोरुमको स्ट्रक्चर अनुसार डाउन पेमेन्ट 40%, फाइनेन्स 60%, लोनको टेन्युर 7 वर्ष र इन्ट्रेस्ट तपाईको 6%। अब हिसाब गरौँ, 40% डाउन पेमेन्ट करिब 20,64,000 पर्न जान्छ, 60% लोन एमाउन्ट करिब तपाईको 30,95,000
हजार पर्न जान्छ। 7 वर्ष 6% इन्ट्रेस्टमा मन्थली इएमआई करिब तपाईको 45,200 पर्न जान्छ र 7 वर्षमा टोटल इएमआई पेमेन्ट करिब तपाईले 37,98,000 गर्नुपर्ने हुन्छ। त्यसमा इन्ट्रेस्ट कस्ट करिब तपाईको 7,03,000 पर्ने देखिन्छ। अब इन्स्योरेन्सको कुरा गर्ने हो भने सोरुमको इन्फर्मेसन अनुसार बायरले नर्मल वारेन्टी प्याकेज वा एक्सटेन्डेड वारेन्टी प्याकेज चुज गर्दा फर्स्ट इयरको इन्स्योरेन्स अमाउन्ट फरक पर्छ। नर्मल वारेन्टी प्याकेजमा फर्स्ट इयर इन्स्योरेन्स करिब 49,000 पर्न जान्छ भने एक्सटेन्डेड वारेन्टी प्याकेजमा फर्स्ट इयरमै करिब तपाईको 55,802 रुपैयाँ इन्स्योरेन्स पर्छ र त्यसपछि आउने वर्षहरूको लागि इन्स्योरेन्स एमाउन्ट चाहिँ इन्स्योरेन्स कम्पनीले आफूले तोकेको डेप्रिसिएसन रेट अनुसार क्याल्कुलेट हुने गर्छ। अब इयरली चार्जिङ कस्ट हेर्ने हो भने मेरो क्याल्कुलेसनमा यदि बायरले यो गाडी वर्षमा 12,000 किलोमिटर चलाउँछ भने चार्जिङ प्याटर्न 70% होम चार्जिङ 30% फास्ट चार्जिङ राख्ने हो भने होम चार्जिङ रेट चाहिँ मैले 13 रुपैयाँ लिए हैन र फास्ट चार्जिङ कस्ट चाहिँ 10 रुपैयाँ देखि 13 रुपैयाँ पर पर्सेन्टेज लिने हो भने तपाईको टोटल कस्ट कति तपाईको 30,000 देखि 35,000 आउने देखिन्छ। अब रोड कस्ट हेर्ने हो भने ओमोडा i5 प्रो को मोटर 99 किलोवाट भएको कारणले इबी ट्याक्स ब्र्याकेट अनुसार एनुअल रोड ट्याक्स चाहिँ तपाईको 15,000 पर्ने छ। अब त्यसैले चार्जिङ कस्ट र रोड ट्याक्स मात्र जोड्दा इयरली रनिङ कस्ट करिब तपाईको 45,000 देखि 50,000 आउने देखिन्छ। अब इन्स्योरेन्स पनि जोड्दा फर्स्ट इयर इयरली कस्ट चाहिँ यस्तो देखिन्छ। नर्मल वारेन्टी प्याकेजमा इन्स्योरेन्स सहित इयरली कस्ट करिब तपाईको 95,000 देखि 1 लाख को आसपास देखिन्छ र एक्सटेन्डेड यदि वारेन्टी प्याकेज चुज गर्नुभयो भने इन्स्योरेन्स सहित चाहिँ इयरली कस्ट तपाईको 1 लाख देखि 1,05,000 आउने देखिन्छ। अब यसमा सर्भिसिङ कस्ट भने सोरुम अनुसार पहिलो 3 वर्ष फ्री गरिएको छ तर टायर रिप्लेसमेन्ट एसेसरिज र इमर्जेन्सी रिपेयर कस्ट चाहिँ मैले यहाँ जोडेको छैन। अब फर्स्ट इयर क्याश प्लानिङ सिम्पल रूपमा हेर्ने हो भने पहिलो दिन नै तपाईलाई गाडी किन्नको लागि डाउन पेमेन्ट 20,64,000 चाहिन्छ। मन्थली इएमआई करिब 45,200 चाहिन्छ। फर्स्ट इयर इन्स्योरेन्स तपाईलाई 49,000 रुपैयाँ चाहिन्छ। फर्स्ट इयर इन्स्योरेन्स एक्सटेन्डेड वारेन्टीमा 55,802 चाहिन्छ। चार्जिङ प्लस रोड ट्याक्स इयरली हेर्ने हो भने 45,000 देखि 50,000 चाहिन्छ। अब सर्भिसिङ पहिलो 3 वर्ष फ्री भएको कारणले त्यो हिसाबमै आएन। यदि 12 महिनाको इएमआई पनि जोडेर हेर्ने हो भने फर्स्ट इयरमै तपाईको टोटल क्याश आउटफ्लो चाहिँ करिब तपाईको नर्मल वारेन्टीमा 26,96,000 देखिन्छ भने एक्सटेन्डेड वारेन्टीमा चाहिँ तपाईको 27,06,000 सम्म देखिन्छ। अब यसमा टायर एसेसरिज र इमर्जेन्सी रिपेयर कस्ट जोडिएको छैन। अब यो गाडीको फाइनल भर्डिक्टको कुरा गरौँ। ओमोडा i5 प्रो लाई हामीले ब्याट्री, रेन्ज, फिचर्स, सेफ्टी, नेटवर्क, वारेन्टी, ब्रान्डको कन्फिडेन्स हैन फाइनान्स, ओनरशिप कस्ट सबैको नजरबाट माथि हेरिहाल्यौ। सबैभन्दा पहिले ब्रान्ड र मार्केट प्रेजेन्सको एंगलबाट हेर्ने हो भने ओमोडा नेपालमा इबी सेगमेन्टमा अलरेडी चिनिएको नाम हो। यो बिल्कुलै नयाँ आएको मार्केटले टेस्ट नगरेको ब्रान्ड चाहिँ होइन। नेपालमा ओमोडा कारका अलरेडी 1500 भन्दा बढी तपाईको कस्टमरहरू छन् र गाडी बजारमा देखिन पनि थालेको छ र यसको प्रेजेन्स चाहिँ तपाईको 18+ मेजर नेटवर्कबाट चाहिँ यसको ब्रान्ड प्रेजेन्स बढिरहेको छ हैन। यसले बायरलाई एउटा सिग्नल के दिन्छ भन्दा ब्रान्डले नेपाल मार्केटमा आफ्नो बेस बनाइसकेको छ। अब यदि यो ब्रान्ड पछाडीको कम्पनीको हिसाबले हेर्ने हो भने ओमोडाको पछाडी चेरी जस्तो ग्लोबल अटोमोबाइल म्यानुफ्याक्चरर छ। अब इबी किन्दा बायरले गाडी मात्र हेर्दैन हैन, बायरले लङ टर्म सर्भिस, स्पेयर पार्टको अवेलेबिलिटी, वारेन्टीको सपोर्ट हैन, ब्याट्रीको सपोर्ट, ब्रान्डको सस्टेनेबिलिटी पनि हेर्छ। हैन चेरी जस्तो ग्लोबल सक्सेसफुल म्यानुफ्याक्चररको ब्याकिङ हुँदा ओमोडा ब्रान्डले लङ टर्ममा सर्भिस सपोर्ट सस्टेन गर्ने क्षमता राख्छ भन्ने कन्फिडेन्स चाहिँ दिन्छ। तर यो इन्डोर्समेन्ट होइन, बायरले फाइनल डिसिजन आफ्नो युज केस, बजेट, सर्भिस एक्सेस, फाइनान्स क्याल्कुलेसन र ओनरशिप एक्सपेक्टेसन हेरेर नै लिनुपर्ने हुन्छ। अब स्पेक्स वाइज हेर्दाखेरि ओमोडा i5 प्रोमा बायरले गलत प्याकेज रोजेको जस्तो देखिँदैन, तर कारको डिसिजन केवल स्पेक्स मात्र हेरेर हुँदैन। बायरको फ्यामिली निड, डेली रुट, हाइवे युज, इएमआई प्लानिङ, इन्स्योरेन्सको कस्ट, एनुअल सर्भिस कस्ट र तपाईको फाइनान्शियल कमिटमेन्ट अनुसार हेर्नुपर्ने हुन्छ। त्यसैले हाम्रो कन्क्लुजन सिम्पल छ, ओमोडा i5 प्रो सबैको लागि पर्फेक्ट इभी हो भनेर भन्न मिल्दैन। कुनै पनि कार सबै बायरको लागि पर्फेक्ट हुँदैन इनफ्याक्ट, तर स्पेक्स, कम्फर्ट, सेफ्टी, सर्भिस नेटवर्क, एक्जिस्टिङ कस्टमर बेस हैन, नेपालमा मार्केट प्रेजेन्स र तपाईको ग्लोबल प्यारेन्ट कम्पनीको ब्याकिङ हेर्दा चाहिँ ओमोडा i5 प्रो लाई 50 लाख आसपासको प्रिमियम इलेक्ट्रिक स्पोर्टी एसयुभी सेगमेन्टमा चाहिँ सिरियस सर्टलिस्टमा राख्न मिल्ने अप्सन हो। अन्तिम डिसिजन बायर आफैले आफ्नो युज केस र फाइनान्शियल क्याल्कुलेसन हेरेर लिनुपर्छ, किनभने कार राम्रो हुनु र तपाईको लागि सही फाइनान्शियल डिसिजन हुनु एउटै कुरा होइन। टिभी किन्दा सोरुम एक्साइटमेन्ट मात्र होइन, 5 वर्षपछि ओनरशिप कन्फिडेन्स पनि किन्नुपर्छ। यदि तपाईँ ओमोडा i5 प्रो मन पराइरहनु भएको छ भने वा किन्ने सोचमा हुनुहुन्छ भने कमेन्टमा लेख्नुहोस् किन तपाईको लागि यो कार किन सर्टलिस्टमा पर्यो। डिजाइनको लागि, रेन्जको लागि, कम्फर्ट र सेफ्टीको लागि, सेफ्टी र वारेन्टीको लागि वा तपाईको यो गाडीको लुक्सको लागि। म त्यही अनुसार तपाईहरुलाई प्र्याक्टिकल सजेसन दिनेछु।